अब आजको टपिक रहेको छ क्लास 10 साइन्सको हाइड्रोकार्बन एन्ड इट्स कम्पाउन्ड्सको बारेमा। अब त्यो बुझ्नलाई सबैभन्दा सुरुमा कोभ्यालेन्ट बोन्ड भनेको बुझौँ। अब कोभ्यालेन्ट बोन्ड बुझ्नको लागि हामीले कार्बन एटमको स्ट्रक्चरलाई हेरौँ। अब कार्बन एटमको आउटरमोस्ट सेलमा अथवा भ्यालेन्स सेलमा कतिवटा इलेक्ट्रोन हुन्छ भन्दा 4वटा इलेक्ट्रोन हुन्छ। अब एटमहरूले स्टेबल हुनको लागि कि त डुप्लेट रुल फुलफिल गर्छन् कि त अक्टेट रुल फुलफिल गर्छन्। अब डुप्लेट रुल फुलफिल गर्ने हो भने यिनीहरूले आफ्नो आउटरमोस्ट सेलमा 2टा इलेक्ट्रोन राख्छन् भने अक्टेट रुल फुलफिल गर्ने हो भने 8वटा इलेक्ट्रोन राख्छन्। अब यो कार्बन एटमले पनि के गर्छ त भन्दाखेरि कि त 4वटा इलेक्ट्रोन लुज गर्नुपर्ने हुन्छ कि त गेन गर्नुपर्ने हुन्छ स्टेबल रहनको लागि। तर अब यो गेन र लस अफ इलेक्ट्रोन गर्न त्यति सजिलो छैन। जस्तै पोजिटिभली चार्ज प्रोटोन 6वटा हुन्छ सेन्टरमा न्युक्लियसमा। अब त्यस्तै इलेक्ट्रोनलाई आफूतिर सेन्टरतिर तानिरहेको हुन्छ भनेपछि 4वटा इलेक्ट्रोन त्यति सजिलै लुज गर्न सक्दैन। अब गेन गर्न पनि गाह्रो हुन्छ क्या। अब 6वटा प्रोटोन छ, अब 4वटा गेन गर्यो भने त 6वटा इलेक्ट्रोन छँदै थियो। अब 4वटा गेन गर्यो भने त 10वटा इलेक्ट्रोन हुन्छ, यानि कि मिसब्यालेन्स हुन्छ। भनेपछि लुज गर्न पनि गाह्रो रहेछ, गेन गर्न पनि गाह्रो रहेछ कार्बन एटमलाई। अब कार्बन एटमले चाहिँ यदि इलेक्ट्रोन लुज गर्यो भने पोजिटिभली चार्ज हुन्छ भने इलेक्ट्रोन गेन गर्यो भने चाहिँ के हुन्छ भन्दाखेरि नेगेटिभली चार्ज हुन्छ होइन। अब पोजिटिभली चार्ज र नेगेटिभली चार्ज भयो भने के हुन्छ भन्दाखेरि हाइली अनस्टेबल हुन्छ क्या। तर यिनीहरू त स्टेबल हुन खोजेको हो नि त होइन। अब अनस्टेबल भयो भने त केही फाइदा भएन। त्यही भएर अब गुड आइडिया चाहिँ के हुन्छ भन्दाखेरि यिनीहरूले इलेक्ट्रोनहरू चाहिँ म्युचुअल सेयरिङ गर्नुपर्छ। त्यसैलाई कोभ्यालेन्ट बोन्ड भनिन्छ। अब हामीले स्ट्रक्चर अफ क्लोरिन एटमलाई हेरौँ होइन। क्लोरिन एटमको के हुन्छ भन्दाखेरि आउटरमोस्ट सेलमा 7वटा इलेक्ट्रोन हुन्छ, यानि कि भ्यालेन्स सेलमा 7वटा इलेक्ट्रोन हुन्छ र अब यसलाई स्टेबल हुनको लागि चाहिँ एउटा थप इलेक्ट्रोन चाहिरहेको हुन्छ। भनेपछि अब क्लोरिन एटमले के गर्छ त भन्दाखेरि अर्को क्लोरिन एटमसँग म्युचुअल सेयरिङ अफ इलेक्ट्रोन गरेर कोभ्यालेन्ट बोन्ड बनाउँछ। अब दुईटै क्लोरिन एटमको आउटरमोस्ट सेलमा 7वटा इलेक्ट्रोन थियो भनेपछि एउटा म्युचुअल सेयरिङ गरे भने त दुईटैको भ्यालेन्स सेलमा कतिवटा हुने पर्यो भन्दा 8वटा हुने पर्यो। अब लेफ्ट ह्यान्ड साइडतिर पनि हामी हेर्न सक्छौँ 8वटा इलेक्ट्रोन छ भने राइट ह्यान्ड साइडतिरको क्लोरिन एटमसँग पनि 8वटा इलेक्ट्रोन छ भनेपछि क्लोरिन क्लोरिन एटम बिच चाहिँ के बनाऊ भन्दाखेरि सिङ्गल कोभ्यालेन्ट बोन्ड बनाऊ। अब किन सिङ्गल कोभ्यालेन्ट बोन्ड भन्दाखेरि अब एउटा पेयर अफ इलेक्ट्रोन सेयर भएको छ नि त, त्यही भएर सिङ्गल कोभ्यालेन्ट बोन्ड बनेको हो। अब हामीले अक्सिजन एटमलाई हेर्ने हो भने यसको फर्स्ट सेलमा 2टा इलेक्ट्रोन हुन्छ र आउटरमोस्ट सेलमा 6वटा इलेक्ट्रोन हुन्छ भनेपछि यसलाई अब 2टा इलेक्ट्रोन चाहिएको हुन्छ स्टेबल स्टेटमा रहनको लागि, अक्टेट रुल फुलफिल गर्नको लागि। अब यसले अर्को अक्सिजन एटमसँग 2टा इलेक्ट्रोन सेयर गरेर म्युचुअल सेयरिङ गरेर डबल कोभ्यालेन्ट बोन्ड बनाउँछ भनेपछि 2टा इलेक्ट्रोन सेयर गरेर बन्ने बोन्डलाई डबल कोभ्यालेन्ट बोन्ड भनिन्छ। भनेपछि अब सेयरिङ अफ इलेक्ट्रोन भइसके पछाडि अक्सिजन एटमको आउटरमोस्ट सेलमा पनि 8वटा इलेक्ट्रोन हुने भए। अब माथितिरको अक्सिजन एटममा पनि 8वटा इलेक्ट्रोन र मुनितिरको अक्सिजन एटममा पनि 8वटा इलेक्ट्रोन भनेपछि यिनीहरू अब स्टेबल रहने परे र यी दुईटा बिच के भयो भन्दाखेरि डबल कोभ्यालेन्ट बोन्ड बन्यो जुन चाहिँ त्यो डबल एरोले रिप्रेजेन्ट गर्छ अक्सिजन अक्सिजन एटम बिचको। अब ट्रिपल कोभ्यालेन्ट बोन्डको बारेमा बुझ्न हामी नाइट्रोजन एटमलाई हेरौँ। अब नाइट्रोजन एटमको फर्स्ट सेलमा 2टा इलेक्ट्रोन हुन्छ र आउटरमोस्ट सेलमा 5वटा इलेक्ट्रोन हुन्छ भनेपछि यसलाई 3वटा इलेक्ट्रोन चाहिएको हुन्छ स्टेबल रहनको लागि। अब यसले अर्को नाइट्रोजन एटमसँग म्युचुअल सेयरिङ अफ इलेक्ट्रोन गर्छ। कतिवटा गर्छ भन्दाखेरि 3वटा गर्छ किनकि यसलाई 3वटा चाहिएको हुन्छ र यसरी ट्रिपल कोभ्यालेन्ट बोन्ड बन्छ। अब यो ट्रिपल कोभ्यालेन्ट बोन्ड चाहिँ यो फिगर हेरेर सजिलैसँग बुझ्न सकिन्छ। अब लेफ्ट ह्यान्ड साइडतिरको नाइट्रोजन एटमसँग पनि 8वटा इलेक्ट्रोन भयो र राइट ह्यान्ड साइडतिरको नाइट्रोजन एटमसँग पनि 8वटा इलेक्ट्रोन भयो। अब यति बुझिसके पछाडि हामीले मिथेनको पनि पिक्चर हेरौँ। अब
मिथेनमा एउटा कार्बन एटम हुन्छ र 4 वटा हाइड्रोजन एटम हुन्छ। अब कार्बन एटमको आउटरमोस्ट सेलमा 4 वटा इलेक्ट्रोन हुन्छ नि त, भनेपछि यसलाई स्टेबल रहनको लागि अरु 4 वटा इलेक्ट्रोनको आवश्यक हुन्छ र हाइड्रोजनले चाहिँ एउटा इलेक्ट्रोन हुन्छ आउटरमोस्ट सेलमा र उसले चाहिँ दुईटा बनाएर स्टेबल रहन खोज्छ। भनेपछि अब त्यो कार्बन एटमले चाहिँ 4 वटा हाइड्रोजन एटमसँग चाहिँ के गर्छ भन्दाखेरि कम्बाइन गर्छ र 4 वटा इलेक्ट्रोन शेयर गर्छ। भनेपछि कार्बन एटममा 4 वटा इलेक्ट्रोन छँदै थियो। अब 4 वटा हाइड्रोजन एटमको 4 वटा इलेक्ट्रोन चाहिँ उसले म्युचुअल शेयरिङ गरिसके पछाडि कार्बन एटममा 8 वटा इलेक्ट्रोन हुने पर्यो र इच हाइड्रोजन एटममा चाहिँ 2 वटा इलेक्ट्रोन हुने पर्यो। यानी कि अब दुईटै के हुने परे, स्टेबल रहने परे। अब कोभ्यालेन्ट बोन्डको बारेमा यति कुरा बुझिसके पछाडि अब हामी हाइड्रोकार्बन्स भनेको के हो त्यसबारे बुझौँ। अब हाइड्रोकार्बन भनेको चाहिँ यस्तो कम्पाउन्ड हो जुन चाहिँ कार्बन र हाइड्रोजनको एटमले मात्र बनेको हुन्छ। अघि हामीले हेरेको मिथेन पनि के हो त, एउटा हाइड्रोकार्बनको एक्जाम्पल हो। अब एल्केन्स भनेको चाहिँ त्यस्तो हाइड्रोकार्बन हो जसमा चाहिँ कार्बन कार्बन एटम बीच चाहिँ सिंगल कोभ्यालेन्ट बोन्ड हुन्छ। अब हामीले पछि हाइड्रोकार्बनहरू नेमिङ गर्नु पर्यो र हाइड्रोकार्बनमा कार्बन कार्बन एटम बीच चाहिँ सिंगल कोभ्यालेन्ट बोन्ड छ भने त्यो हाइड्रोकार्बनको इन्डिङ नेम चाहिँ एएनई हुने गर्दछ। अब एल्किन्स भनेको चाहिँ त्यस्तो हाइड्रोकार्बन हो जसमा चाहिँ कार्बन कार्बन एटम्स बीच चाहिँ डबल कोभ्यालेन्ट बोन्ड हुन्छ र यदि डबल कोभ्यालेन्ट बोन्ड छ भने हामी त्यो हाइड्रोकार्बनको इन्डिङ नेम चाहिँ के लेख्छौँ भन्दाखेरि इएनई लेख्छौँ। र एल्काइन्स भनेको चाहिँ त्यस्तो हाइड्रोकार्बन हो जसमा चाहिँ कार्बन कार्बन एटम्स बीच चाहिँ ट्रिपल कोभ्यालेन्ट बोन्ड हुन्छ र यदि अल्काइन्सहरू छ कार्बन कार्बन एटम्स बीच चाहिँ ट्रिपल कोभ्यालेन्ट बोन्ड छ भने त्यस्तो हाइड्रोकार्बनको इन्डिङ नेम चाहिँ हामी वाइएनई लेख्ने गर्छौँ। अब हामीले इन्डिङ नेम अफ हाइड्रोकार्बनको बारेमा त पढ्यौँ, अब स्टार्टिङ नेम चाहिँ के हुन्छ त त्यसको बारेमा हेरौँ। यदि नम्बर अफ कार्बन एटम्स 1 छ भने त्यसको नाम मिथबाट स्टार्ट हुन्छ। 2 छ कार्बन एटम्सको नम्बर 2 छ भने इथ, 3 छ भने प्रोप, 4 छ भने ब्युट, 5 छ भने पेन्ट, 6 छ भने हेक्स, 7 छ भने हेप्ट, 8 वटा छ भने अक्ट, 9 वटा छ भने नन र 10 वटा छ भने डेक हुन्छ। अब हामी सजिलैसँग नेमिङ अफ हाइड्रोकार्बन्स गर्न सक्छौँ। अब यो पिक्चरमा हेर्ने हो भने यसमा दुईटा कार्बन एटम छ र दुईटा कार्बन एटम भएको हाइड्रोकार्बनको नेम चाहिँ इथबाट स्टार्ट हुन्छ अनि कार्बन कार्बन एटम बीच चाहिँ सिंगल कोभ्यालेन्ट बोन्ड छ, त्यही भएर यो हाइड्रोकार्बनको इन्डिङ नेम एएनई हुन्छ। भने पछाडि इथ प्लस एएनई गर्दाखेरि यसको नाम इथेन भयो। र अर्को पिक्चरमा हेर्ने हो भने अब यसमा 3 वटा कार्बन एटम छ भने पछाडि यो हाइड्रोकार्बनको नेम चाहिँ प्रोपबाट स्टार्ट हुन्छ र कार्बन कार्बन एटम बीच चाहिँ सिंगल कोभ्यालेन्ट बोन्ड छ, त्यही भएर यसको इन्डिङ नेम एएनई हुन्छ। भने पछाडि प्रोप प्लस एएनई प्रोपेन भयो। अब यो पिक्चरमा हेर्ने हो भने यसमा कार्बन एटम 4 वटा छ भने पछाडि यो हाइड्रोकार्बनको स्टार्टिङ नेम ब्युटबाट स्टार्ट हुन्छ र कार्बन कार्बन एटम बीच चाहिँ सिंगल कोभ्यालेन्ट बोन्ड छ, त्यही भएर यसको इन्डिङ नेम एएनई हुन्छ। भने पछाडि ब्युट प्लस एएनई भनेको ब्युटेन भयो। अब फेरि यो पिक्चरमा हेर्ने हो भने दुईटा कार्बन एटम छ, यानी कि अब यसको स्टार्टिङ नेम के भयो त इथ भयो। तर यो हाइड्रोकार्बनमा कार्बन कार्बन एटम बीच चाहिँ डबल कोभ्यालेन्ट बोन्ड छ जुन डबल एरोले देखाइरहेको छ। भने पछाडि अब यसको इन्डिङ नेम के हुन्छ भन्दाखेरि इएनई हुन्छ। भने पछाडि इथ प्लस इएनई इथिन भयो। र अर्को पिक्चरमा हेर्ने हो भने 3 वटा कार्बन एटम छ, यानी कि यो हाइड्रोकार्बनको स्टार्टिङ नेम प्रोप भयो र कार्बन कार्बन बीच चाहिँ डबल कोभ्यालेन्ट बोन्ड छ र यसको इन्डिङ नेम इएनई भयो र प्रोप प्लस इएनई प्रोपिन भयो। अब यो पिक्चरमा हेर्ने हो भने यहाँनिर दुईटा कार्बन एटम छ भने पछाडि यसको स्टार्टिङ नेम के भयो भन्दाखेरि इथ भयो। तर यो केसमा कार्बन कार्बन एटम बीच अब
ट्रिपल कोभ्यालेन्ट बोन्ड छ जुन ट्रिपल एरोले देखाएको छ। भने पछाडि अब यसको इन्डिङ नेम चाहिँ के भयो भन्दाखेरि YNE भयो। भने पछाडि इथ प्लस YNE इथाइन भयो। र अब अर्को पिक्चरमा हेर्ने हो भने त्यहाँनिर कतिवटा कार्बन एटम छ भन्दाखेरि 3वटा कार्बन एटम छ। भने पछाडि यसको स्टार्टिङ नेम प्रोप भयो र कार्बन कार्बन बीच ट्रिपल कोभ्यालेन्ट बोन्ड छ, त्यही भएर यसको इन्डिङ नेम YNE भयो। भने पछाडि प्रोप प्लस YNE प्रोपाइन भयो। अब यति पढिसके पछाडि कोभ्यालेन्ट बोन्ड भनेको के हो, टाइप्स अफ कोभ्यालेन्ट बोन्ड कसरी बन्छ र नेमिङ अफ हाइड्रोकार्बन्स गर्न सकिन्छ होला।